आजको वचन चाहिँ हामी गलाती 5 अध्यायको 1 पददेखि लिएर 25 अथवा 26 पदसम्म हामी हेर्नेछौँ। अलिकति लामो छ, मैले कुनै कुनै पदमा अलिक जोड दिन्छु, कुनै कुनै पद चाहिँ सरर पढ्छु। पढ्न चाहिँ म सबै पढ्छु आज, तर यो नम्बर हेर्दै गएपछि हामी पढ्नेछौँ। तर मैले फेरि पनि भने कुनै कुनै पदमा म अड्किएर अलिकति बुझाउँछु, तर कुनै कुनै पदमा चाहिँ म त्यहाँ अड्दिनँ अथवा त्यहाँ बस्दिनँ, म सिधै त्यसलाई तल लान्छु। अलिकति ध्यान दिनु होला, यो किताबको अध्ययन अलिकति महत्त्वपूर्ण हुन्छ। यो तयार गर्नु पनि अलिकति समय लाग्छ, अनि जति तयार गरेको छ त्यति ध्यानसँग सुनिदिएन भने फेरि एक प्रकारले त्यो अलिकति व्यर्थै जस्तो पनि हुनसक्छ। फेरि त्यसैले अलिक ध्यान दिएर पनि सुन्नु होला। आज वचन शीर्षक चाहिँ सुसमाचारको स्वतन्त्रतामा जिउने भन्ने शीर्षकबाट बोल्दैछु। आज दुईवटा सत्यताको धरातलमा आज म बोल्दैछु। पहिलो चाहिँ ख्रिस्टले हामीलाई स्वतन्त्र पार्नु भएको छ, नम्बर 1 पोइन्ट हो भने त्यसमा छ। नम्बर 2 चाहिँ त्यसैले हामी आत्माको अगुवाईमा चलौँ भन्ने छ, पछि तपाईँले लेख्न सक्नुहुन्छ। मानिसहरू चाहिँ विभिन्न एउटा कुराहरूमा स्वचालित, एभ्रीबडी इज ड्रिभन बाई समथिङ भन्छ। सबै कुरा चाहिँ केही न केही कुराबाट सञ्चालित हुन्छ अथवा त्यसबाट उसलाई ड्राइभ गरिराखेको हुन्छ। कसै एकदमै नियममा बस्ने प्रकारको हुन्छ, कोही चाहिँ एकदमै बढी धर्मकर्म गर्ने। म एकदम जेनरल मान्छे कुराकानी गर्दैछु है त, यो क्रिस्चियनको मात्र होइन, एकदमै धेरै धर्मकर्ममा एकदमै विश्वास गर्ने हुन्छ भने कोही चाहिँ एकदमै आफूलाई दोषी महसुस गरेर जिउने हुन्छ। कुनै पनि कुरा उसलाई भन्यो भने उसले आफू दोषी महसुस गरेको कुरामा उल्था गरिदिन्छ र सबैबाट चोट पाएर ऊ बस्छ भनौँ न। खास आफूलाई दोषी महसुस गर्ने। अर्को चाहिँ कुनै चाहिँ एकदमै पापमय स्वभावहरूद्वारा एकदमै सञ्चालित, कहिले पनि अरू कुरा नसुने तर एकदम एक प्रकारले त्यो कुराबाट ड्रिभन भएर अथवा त्यो कुराबाट सञ्चालित भएर मानिसहरू जिराखेको हुन्छ। तर बाइबलमा हामी हेर्छौँ भने मानिसहरू दुईवटा कुराद्वारा चाहिँ सञ्चालित हुन्छ। पहिलो कुरो चाहिँ शरीर भनेको मेरो आफ्नै इच्छा, मेरो आफ्नै योजनाबाट सञ्चालित हुन्छ भने नम्बर 2 चाहिँ परमेश्वरको आत्माद्वारा सञ्चालित हुन्छ। यो दुईवटा मात्रै कुरा, यो दुईवटामा हामी सबैजना पढ्छौँ है त। यो दुईवटा कुरामा चाहिँ कि त तपाईँ परमेश्वरको आत्माद्वारा सञ्चालित हुनुहुन्छ अथवा त्यो द्वारा तपाईँले आफ्नो जीवन जिउँदै हुनुहुन्छ, कि त तपाईँ आफ्नै इच्छामा आफ्नो जीवन जिउँदै हुनुहुन्छ। त्यसलाई बेस मानौँ, त्यसपछि हामी आजको वचनलाई अगाडि बढाउनेछौँ। त्यसले आजको वचनलाई अगाडि बढाउँदै गर्दाखेरि हामी सुसमाचारको स्वतन्त्रतामा जिउने अथवा परमेश्वरले दिनुभएको सुसमाचारको स्वतन्त्रतामा जिउने भन्ने कुरा हेर्दै गर्दाखेरि पहिलो बुँदामा हामी के हेर्नेछौँ आज भन्दाखेरि ख्रिस्टले हामीलाई स्वतन्त्र पार्नु भएको छ। हाम्रो विश्वासको चाहिँ एकदमै ट्रु स्टेटमेन्ट हो, एकदमै सत्य कि ख्रिस्टले हामीलाई स्वतन्त्र पार्नु भएको छ। द क्राइस्ट ह्याज सेट अस फ्री। अरू कुनै पनि कुराले होइन, ख्रिस्टले चाहिँ तपाईँ हामीलाई स्वतन्त्र पार्नु भएको छ। म एक पदमा अलिकति अड्किनेवालामा छु है त, मैले एक पद पढेँ, हेर्नुहोस् त। स्वतन्त्रताको निम्ति ख्रिस्टले हामीलाई स्वतन्त्र पार्नु भएको छ, यसकारण दरा भएर खडा हौ र फेरि दासत्वको जुवा मुनि नपर। यो एक पदले चाहिँ स्वतन्त्रताको निम्ति ख्रिस्टले हामीलाई स्वतन्त्र पार्नु भएको छ। मेरो पहिलो बुँदा त्यहाँबाट आएको छ है त। त्यसको अलिकति सजिलो भाषामा के भनेको भन्दाखेरि ख्रिस्टले हामीलाई स्वतन्त्रसँग जिउनको लागि स्वतन्त्र पार्नु भएको छ। स्वतन्त्रसँग जिउनको लागि यसले बुझाउँछु म खास। तपाईँले फ्री लाइफ भन्दा बिन्दास जीवन सोचिरहेको होला, त्यो होइन खास है त। फ्री लाइफ रहेछ नि त भन्ने तपाईँको मनमा आइसक्यो होला अहिले, तर अलिक बुझाउँछु म यसलाई। तर यसरी बुझ्नुहोस् कि परमेश्वर ख्रिस्टले हामीलाई स्वतन्त्रसँग जिउनको लागि स्वतन्त्र पार्नु भएको छ। यो भनेको के भन्दाखेरि यो एउटा लाइन पढ्दाखेरि हामी के बुझ्न सक्छौँ भन्दाखेरि जुन श्रोतालाई पावलले पत्र लेख्दैछ त्यो श्रोता चाहिँ दासत्व मुनि थियो। पहिलो पदमै हेर्नु न, किनभने पहिलो पदमै पावलले के भन्छ, फेरि दासत्वको जुवा मुनि नपर। उनीहरू दासत्व मुनि भएकोले गर्दाखेरि पावलले के बुझाउँदैछ भन्दाखेरि स्वतन्त्रसँग जिउनको लागि तिमीहरूलाई ख्रिस्टले स्वतन्त्र पारेको। यसको मतलब चाहिँ हामीले के बुझ्छौँ भन्दाखेरि अब गलातीको मण्डलीको विषयमा धेरै कुरा भनिसकेको छ, तपाईँलाई कन्ठै भइसक्यो, मलाई पक्कै थाहा छ। मैले तपाईँलाई एउटा उभाएर सोध्यो भने तपाईँले फर्र भन्न सक्नुहुन्छ, थाहा छ मलाई। किन त्यो मण्डलीमा चाहिँ के भएको थियो, म तपाईँलाई दोहोऱ्याउँछु, तपाईँले जाने पनि बुझ्यो पनि, म तपाईँलाई चाहिँ म दोहोऱ्याउँछु खास। त्यहाँ चाहिँ अनुग्रहको सुसमाचार प्रचार गरिसकेपछि ख्रिस्टमा परमेश्वरको अनुग्रह ख्रिस्टमा विश्वास तिमी बचाइन्छौ भनेर प्रचार गरिसकेपछि पनि एकदमै व्यवस्था मान्ने मान्छेले गरेर के भन्यो भनेदेखि नो त्यसले मात्र ख्रिस्टले विश्वास गर तर व्यवस्था पनि मान्नुपर्छ भन्ने कुरो सिकाएकोले गर्दाखेरि गलातीको मण्डलीमा एक प्रकारको अन्योलता छाएको थियो। अनि त्यसपछि चाहिँ पावलले चाहिँ त्यो व्यवस्थावादीहरू अथवा व्यवस्थावादलाई इङ्ग्लिसमा लिगलिजम भन्छ,
त्यो व्यवस्था भनेको चाहिँ मोसाको व्यवस्था मान्ने, खतना गर्ने 613वटा व्यवस्था मानेपछि मात्रै उद्धार अनि मुक्ति पाउँछ। व्यवस्था भन्ने बित्तिकै आफ्नो एउटा कर्ममा एउटा उद्धार अनि मुक्ति पाउने कुरा मानेपछि पावलले त्यसलाई चाहिँ के भन्छ भन्दाखेरि चाहिँ दासत्वको जुवा, त्यसलाई जुवा भन्छ। ल जुवा भन्नुहोस् त, जुवा। अब जुवा कस्तो हुन्छ हेर्नुहोस् त, जुवा भनेको यो हेर्नुहोस्, जुवा यो। अब कतिजना जेन्जेललाई जुवा थाहा नहुन्छ खास। पावलले चाहिँ व्यवस्थावादीहरू अथवा व्यवस्थावादहरूलाई चाहिँ जुवासँग दाँजेको छ। पत्रुसले पनि यरुशलेमको परिषदमा जब सुसमाचार अन्य जातिहरूको बिचमा फैलिँदै गयो, अनि अन्य जातिहरूको बिचमा भनेको चाहिँ यहुदी बाहेक अन्य जातिहरूलाई अन्य जाति भन्छ, फैलिँदै जाँदाखेरि जब अनुग्रहको सुसमाचार प्रचार गर्दै जाँदाखेरि चाहिँ यहुदी मत मान्ने मान्छेले के भन्यो भने होइन यस्तो गर्नु हुँदैन, अनुग्रह मात्र भने छाडा हुँदै जान्छ, केही गर्नुपर्ने रहेछ छाडा हुन्छ, अनुग्रह अलिकति बाँध्नुपर्छ भनेर चाहिँ व्यवस्थामा सिकाउनु पर्छ भनेर भन्दाखेरि यरुशलेमको परिषदमा पत्रुसले उभिएर त्यहाँ कडा त्यो चाहिँ परिषदमा त्यसको विरोध गरेको छ। त्यहाँ के भन्नुभएको छ पत्रुस हेर्नुहोस् त, प्रेरित 15को 1देखि हामी 9देखि 11मा पढ्छौँ। यसलाई अलिकति बुझ्नको लागि पत्रुसले पनि त्यसलाई जुवा भनेको छ 9 पद। उहाँले भनेको तिनीहरू र हामीहरूको बिच कुनै भेदभाव राख्नु भएन भनेको परमेश्वरले अथवा ख्रिस्टले, तर तिनीहरूका हृदय विश्वासद्वारा शुद्ध पार्नुभयो भनेको यस्तो ख्रिस्टमा विश्वास गरेपछि मात्र तपाईँ हामीले उद्धार अनि मुक्ति पाउने हो। यस कारण हेर्नुहोस् त पत्रुसले भनेको यस कारण चेलाहरूका काँधमा यो जुवा राखिदिएर भनेको व्यवस्था मान्ने एउटा त एक प्रकारको त्यो नियम लादिएर भनेको चाहिँ यो जुवा राखिदिएर किन परमेश्वरको परीक्षा गर्नुहुन्छ। यो जुवा भनेको यो व्यवस्था भनेको यो जुवा न त हाम्रा पिता पुर्खाले न हामीले नै बोक्न सक्यो व्यवस्थाको जुवा, यो कसले पनि यो जुवा बोक्न नसकेर ख्रिस्ट आएको हो नि त। खास पत्रुसले यरुशलेमको परिषदमा डिफेन्ड गरेको छ सुसमाचार अनुग्रह सुसमाचारलाई, तिमीले किन चाहिँ लाद्न खोज्छौ, यो त हामीले पनि सकेनौँ, हाम्रो पिता पुर्खाले पनि कहिले पनि बोक्न नसकेको जुवा अन्य जातिहरूको बिचमा किन लाने। उद्धार अनि मुक्ति परमेश्वरमा विश्वास गरेपछि उहाँको अनुग्रहद्वारा विश्वास पाउने कुरालाई किन गाह्रो बनाउने भनेर पत्रुसले चाहिँ त्यहाँ सुसमाचारको डिफेन्ड गरेको छ। हजुर तपाईँ र हामीले यो गलातीको पत्र हेर्दै गर्दाखेरि मैले बारम्बार भनेको छु, तपाईँ र हामी राम्रो भएर जान्ने भएर प्रभुले बचाउनु भएको होइन। हामी राम्रो हुनुपर्छ, जान्ने हुनुपर्छ, तर त्यो गरेर हामी बचाइएका होइनौँ। हामीले एक्सलेन्ट काम गर्नुपर्छ, बजाउने हो भने झ्याम्याङ तातिकले बजाउनु भएन, राम्रो बजाउनुपर्छ, तर त्यो बजाएर प्रभुले मलाई स्वीकार गर्ने होइन। तपाईँले तपाईँ एकदमै फोरी हुँदाखेरि नै, तपाईँको मनले पाप सोच्दाखेरि नै तपाईँलाई उहाँले अँगाल्नु भएको। आमेन। परमेश्वरलाई छिछि दूर गर्ने बेलामा नै ख्रिस्टले तपाईँलाई प्रेम गर्नुभएको। पावलले अथवा पत्रुस र पावल दुवैले योलाई व्यवस्था मान्नेलाई जुवा भनेर भनेको छैन। त नयाँ नियममा ख्रिस्ट आउनु भइसकेपछि ख्रिस्टले पनि जुवा भन्नुभएको छ, तर ख्रिस्टले चाहिँ कसरी भन्नुभएको छ भन्दाखेरि मत्ती 11को 28 र 29 पढेँ मैले। 28 पदमा हे सबै थाकेका र बोझले दबिएका हो। तपाईँ यो पद पढ्दा तपाईँको मनमा के आउँछ तपाईँलाई थाहा हुन्छ, आज सुन्नुहोस्। यसको रियल यसलाई कसलाई भनेको भन्दाखेरि हे सबै व्यवस्था मानेर थाकेको हो भनेको। हे सबै होम बलि, अन्न बलि, मेल बलि दिँदा थाकेकोहरू हो। हे सबै धर्म कर्म गरेर थाकेकोहरू हो। किनभने शास्त्रीहरू फरसीहरूले चाहिँ त्यति बेलाको चाहिँ सभाघरहरूमा परमेश्वरबाट प्रेम पाउनको लागि धेरै प्रकारको कामहरू नियमहरू लादिएको थियो, जुन मानिसहरूले कहिले पनि गर्न सकेन। खास अनि जुवालाई अर्को भाषामा बुझ्ने भने चाहिँ धार्मिक रूपमा लादिएको नियमहरू भनेर बुझिन्छ बाइबलमा, धार्मिक रूपमा लादिएको नियमहरू। अनि ख्रिस्टले यहाँ कस्तो रमाइलोसँग के भन्नुहुन्छ हेर्नुहोस् त, हे सबै थाकेको र बोझ दबिएको म कहाँ आऊ। ख्रिस्टले चाहिँ मेरो सिस्टममा आऊ भनेको छैन, म कहाँ आऊ, कम टु मी। हेर्नुहोस् त, शास्त्री फरसीले चाहिँ यो व्यवस्था मान 613वटा, 10वटा त खालि कास्टिङ मात्र भनेको थिएँ मैले, 10वटा व्यवस्था कास्टिङ मात्र थियो, तर त्यो मुनि 613वटा टोटल अल टुगेदर 613 व्यवस्थाहरू मान्नुपर्ने थियो। तर जिजस यसो ख्रिस्ट आउनुभयो, कम टु मी, ममा आऊ। अनि उहाँले के भन्नुहुन्छ, किनभने म तिमीलाई विश्राम दिनेछु। धर्म कर्म गरेर तिमीहरू थाकेको छौ, यहाँ गएर हुन्छ कि त्यहाँ गएर हुन्छ कि यो गरेर हुन्छ कि त्यो चढाएर हुन्छ कि यो दिएर हुन्छ कि यो फालेर हुन्छ कि परमेश्वरको प्रेम तिमीले कमाउन खोज्दैछौ, तिमीहरू थाकेको छौ। यसो आउनुहुन्छ अनि भन्नुहुन्छ कम टु मी, ममा आऊ, आई विल गिभ यु रेस्ट। अनि त्यसपछि त 29मा मेरो जुवा आफूमाथि ल्याऊ। चेलाहरू धसँग भयो खास फेरि जुवा, अनि मसँग सिक, किनभने म
त्यो जुवा चाहिँ विनम्र र कोमल हृदयको छु अनि तिमीहरूले आफ्नो आत्मामा विश्राम पाउँछौ। आमेन। कम टु मी। वचन अगाडि बढाउनुभन्दा पहिला म तपाईँलाई यो सत्यता बताउन चाहन्छु प्रियहरू, यदि तपाईँ कुनै पनि कुराले थाक्नु भएको छ भने ख्रिस्टमा जानुहोस् प्रियहरू। तपाईँको आफ्नो समस्याले, आफ्नो जिम्मेवारीले, आफ्नो परिवारको गन्जागोलहरूले, आफ्नो छोराछोरीको अवस्थातिर थाक्नु भएको छ भने यसले अझै पनि बोलाउँदै हुनुहुन्छ, म कहाँ आऊ, किन म तिम्रो जीवनमा म शान्ति दिने प्रतिज्ञा गर्न चाहन्छु। आमेन। सबैले आमेन भन्नुहोस् त। हि इज द गॉड। हाम्रो परमेश्वर हामीलाई शान्ति दिने प्रभु हुनुहुन्छ। पावलले चाहिँ गलातीको मण्डलीलाई किनभने ख्रिस्टले हामीलाई त्यो दिनु, यो स्वतन्त्रसँग जिउनको लागि बोलाउनु भएकोले त्यसमा दरिलो भएर बस भनेको। मैले भने एक पदमा अलिक बढी बसेँ, म अरू पदमा धेरै बस्दिनँ, तब नाचिनु होला। त्यसपछि 2 पददेखि मुनि हेर्नु त, 2 पददेखि त्यसपछि पावलले के भन्नुहुन्छ गलातीको मण्डलीले भन्दाखेरि, म पावलले नै तिमीहरूलाई भन्दछु, म आफैले भन्दछु, मैले कसैलाई लेख्न लगाएको होइन। आई एम राइटिङ दिस, म आफै लेख्दैछु कि तिमीहरूले खतना लियो भने ख्रिस्टबाट तिमीहरूलाई केही फाइदा हुने छैन। यसको मतलब एकदमै सजिलोसँग के बुझ्नुहोस् भन्दाखेरि, यदि तिमीहरू खतनामा गयो भने व्यवस्थामा गयो, एउटा अर्को सिस्टममा गयो, अब तिमी ग्रेसको सिस्टमको कुनै पनि भागीदार हुँदैन भनेको। ख्रिस्ट जो क्रुसमा मर्नुभयो त्यसबाट तिमीले केही पनि फाइदा पाउँदैन भनेको। नम्बर 3 पदमा खतना हुने प्रत्येकलाई म फेरि चेतावनी दिन्छु। विश्वास गरेर अथवा विश्वास नगरिकन खतना हुनेहरूलाई म यो चेतावनी दिन्छु कि सम्पूर्ण व्यवस्था पालन गर्न त्यो बाध्य हुन्छ। अनि मलाई ध्यान दिन्छ यो गलातीको मण्डलीमा आएर त्यहाँ अलिक बढी अन्य जाति विश्वासी थियो अनि व्यवस्था मान्ने मान्छेहरू आएर के भन्नु तिमीहरू त ख्रिस्टलाई विश्वास गरेको रहेछ, अब ख्रिस्टलाई मात्र पुग्दैन, ख्रिस्ट प्लस खतना गर भनेर भन्दाखेरि पावलले के चेतावनी दिन्छ भन्दाखेरि, ल केटा याद गर है, किनभने खतना त एउटा, खतना गर्ने सबैले यो 613वटै व्यवस्था मान्नुपर्छ। खतना त एउटा बल्छी हो, खतना एउटा बल्छीको आरा हो। म चेतावनी दिन्छु कि तिमीलाई कि सम्पूर्ण व्यवस्था तिमीले पाल्न त्यो तिमी बाध्य हुन्छौ। व्यवस्थामा इन्ट्री गर्ने, व्यवस्थाको मान्ने त्यो सिस्टममा, व्यवस्थाको सिस्टममा पस्ने ढोका नै खतना थियो खास के। अनि पावलले यहाँ के भन्दैछ, त्यो एउटा तिमीले मान्यौ भने यु विल एन्ड अप, तिमी चाहिँ त्यो 613वटै खतना अथवा व्यवस्था मान्नको लागि तिमीहरू बाध्य हुन्छौ। यो चाहिँ शैतानको चाल हो प्रियहरू। मलाई सुन्छ यो, मलाई प्र्याक्टिकल गर्दैछु। अब यो हाम्रो जीवनमा कतिवटा कुराहरू यस्तो सानो देखिने कुराहरू ल्याइदिन्छ शत्रुले, शैतानले, जुन कुरा के पनि होइन जस्तो लाग्छ, तर त्यो गरेपछि ठुलो सागरमा हामी पस्छौँ, कहिले पनि निस्कन नसक्ने सागरमा पस्छौँ हामी। खतना एउटै मात्रै थियो तर 613वटा, 612वटा भनौँ न। हाम्रो जीवनमा यदि तपाईँहरू हामी याद गरेनौँ भने हामी सानो भन्ठानेर त्यो गरौँला रे, सोचौँला रे, खाउँला रे, त्यसले हामीलाई अगाडि हामी कहिले पनि निस्कन नसक्ने ठाउँमा लान्छ प्रियहरू। त्यसैले 4 पदमा पावलले भन्छ कि तिमीहरू जो व्यवस्थाद्वारा धर्मी ठहरिन चाहन्छौ, आफ्नै कर्मले तिमीहरू धार्मिकता कमाउन चाहन्छौ, तिमीहरू ख्रिस्टबाट अलग भएका छौ र तिमीहरू अनुग्रहबाट तल खसेका छौ। अनुग्रहबाट तल खसेको भनेको चाहिँ अब अनुग्रहबाट पाउने कुराहरू, कुनै पनि कुराहरू तिमीहरूले पाउने छैन भनेको। 5 र 6 पद हेर्नुहोस् त। 5 र 6 पदमा हामी, किनकि हामी चाहिँ पवित्र आत्माद्वारा विश्वासद्वारा धार्मिकताका आशाको प्रतीक्षामा छौँ। हामी भनेको ख्रिस्टलाई विश्वास गर्ने मानिसहरूको चाहिँ पावलले के बुझाउँदैछ भन्दाखेरि, हामी चाहिँ विश्वासद्वारा ख्रिस्टको परमेश्वरको अनुग्रहमा हाम्रो विश्वासद्वारा बचाइएका मानिसहरू हौँ। जुन दिन हामीले विश्वास गऱ्यौँ उहाँलाई, त्यो दिनमा हामी धर्मी ठहरिएका छौँ, कुनै पनि काम गरेर होइन। यो मान्छेहरू चाहिँ विभिन्न व्यवस्थाद्वारा धर्मी ठहरिन खोज्दैछ, तर हामी चाहिँ उहाँलाई विश्वास गरेको भरमा ख्रिस्टले हामीलाई निर्दोष भनिदिनु भयो। मैले एउटा बुझाएँ तपाईँलाई, हाम्रोमा धेरै खालको अपराधहरू लागेर कोर्टमा हामी उभिँदै गर्दाखेरि जज, त्यो न्यायाधीश यसो ख्रिस्ट उठेर न दानियल निर्दोष छ, स्पिरिचुअली डिक्लेयर गर्दै निर्दोष भएको हो, साबित गरेर होइन, प्रमाण जुटाएर होइन। तर ख्रिस्टले अघि नै हामीले वर्षमा उहाँले भन्नुभयो कि एउटा बोलेको आधारमा आकाश र पृथ्वी सृष्टि गर्न सक्नु परमेश्वरले के त गर्न सक्नुहुँदैन भन्नुहोस् त। हि प्रोक्लेम, धर्मी निर्दोष ठहरिएको क्षण तपाईँ हामीले विश्वास गर्ने दिनमा हामी निर्दोष ठहरियौँ प्रियहरू। त्यसैले ख्रिस्ट येशूमा हेर्नु, त्यसले 6 पदमा चाहिँ ख्रिस्ट येशूमा न त खतना
केही मूल्यको न बेखतना केही मूल्यको हुन्छ, तर एउटै कुराको मूल्य छ अनि त्यो हो प्रेमद्वारा काम गर्ने विश्वास। यसलाई सजिलो भाषामा के बुझ्नुहोस् तपाईँले भन्दाखेरि, उदाहरण मुक्तिको सवालमा खतना भएकोहरू, खतना नभएको कुनै पनि कुरा भनेको आफ्नो कर्मले कुनै पनि कुरा के पनि त्यसले अर्थ राख्दैन। एउटै मात्र कुराले अर्थ राख्छ, त्यो चाहिँ के हो भन्दाखेरि प्रेमद्वारा काम गर्ने विश्वास। त्यो प्रेमद्वारा काम गर्ने विश्वासको लाइनलाई चाहिँ हेर्नुहोस् त, त्यो लाइनमा हामी के देख्छौँ भन्दाखेरि हामीलाई चाहिने चाहिँ हेर्नुहोस् त, तपाईँ र हामी विश्वास चाहिँ मुक्तिको जरा हो। तपाईँ र हामी विश्वास, प्रभु हामी विश्वास, हाम्रो विश्वास त बचाइएको हो। उदाहरण मुक्तिको जरा चाहिँ सबैले विश्वास हुन्छ, विश्वास हुन्छ त विश्वास हो। तर यो विश्वास फेरि अदृश्य छ। मैले ख्रिस्टमाथि राखेको विश्वास चाहिँ के छ भन्नुहोस् त, अदृश्य छ। मैले हात उचालेर हो होइन पास्टर रमेशको चाहिँ विश्वास छ, त्यो सबैले उचाल्न सक्छ त्यो त। तर त्यो विश्वास, अदृश्य विश्वासलाई उदाहरण मुक्तिमा के भन्छ भन्दाखेरि प्रेम चाहिँ मुक्तिको फल हो। लभ इज द फ्रुट अफ साल्भेसन। हाम्रो विश्वास अदृश्य भए पनि प्रेम त देखिन्छ फेरि। तपाईँ र हामीले यो पावलले यहाँ के भन्दैछ भन्दाखेरि चाहिँ एउटै मात्र कुरा केले अर्थ राख्छ भन्दाखेरि प्रेमद्वारा काम गर्ने विश्वासले चाहिँ अर्थ राख्छ। 7 र 8 अथवा 9 पदमा पावलले फेरि तल गएर के भन्छ, 7 पदमा तिमीहरू राम्रै दौडिरहेको थियो। हेर्नुहोस् त, एकदमै यो अलिकतिसम्म बस्छु है त। तिमीहरू राम्रै दौडिरहेको थियो, कसले तिमीहरूलाई सत्यता पालन गर्न बाधा दियो? किन यो विश्वासीहरू चाहिँ कस्तो थियो भन्दाखेरि मलाई चाहिँ कस्तो थियो भन्दाखेरि पावलले प्रभुमा हुर्काएको मान्छेहरू तिनीहरू गलातीको विश्वासीहरू। अनि पावललाई अर्कै ठाउँबाट लेख्दैछ पत्र, उसले सुन्दैछ, सुसमाचार त्यागेर चाहिँ व्यवस्था मान्दैछ अरे भनेर सुनिसकेपछि अनि पावलले लेख्दैछ तिमीहरू त राम्रै गर्दै थियौ त, तिमीहरूको दौड राम्रोसँग तिमीले सुरुवात गरेको थियो, तर कसले चाहिँ तिमीहरूलाई सत्यता पालन गर्नमा बाधा दियो? म यो चर्चमा आउन चाहन्छु आज अथवा यो पोइन्टमा चाहिँ तपाईँको आफ्नो यात्रालाई सम्झिनुहोस् प्रियहरू। तपाईँ र हामी पनि कुनै समयमा सायद यात्रा राम्रो गर्ने व्यक्तिहरू थियौँ, अहिले पनि गर्दै हुनुहुन्छ होला। तर अलिकति मैले केस बनाउनको लागि के भन्दैछु भन्दाखेरि तपाईँ हामी कुनै समयमा राम्रो थियौँ होला प्रियहरू, याद राम्रो। तर जीवनमा धेरै कुराहरू हुँदाखेरि त्यो कुराले हाम्रो त्यो दौडको रेसलाई कम गरिदियो, त्यो विश्वासको रेसलाई कम गरिदियो। त्यो के चाहिँ हो त खास? त्यो कुन चाहिँ कुराले तपाईँ हाम्रो विश्वासलाई कमजोरी बनाइदिइराखेको छ? किन गलातीको मण्डलीमा चाहिँ त्यो चाहिँ विशेष जुडाइजरहरूले एकदमै कट्टर यहुदीपन्थी मान्ने मानिसहरूले उनीहरूको रेसलाई कम गरिदिएको जस्तै तपाईँको जीवनमा तपाईँको विश्वासको रेसलाई केले चाहिँ धमिलो बनाउँदैछ थाहा हुन आवश्यक छ। त्यो रेस, त्यो विश्वास, त्यो प्यासन, त्यो ख्रिस्टको परमेश्वरको कामहरू, प्रभुको कुराहरू गर्नको लागि के चाहिँ कुराले त्यो गरेको छ? किन पावलले 8 पदमा त्यो त प्रभुबाट त पक्कै पनि होइन। हेर्नुहोस् त, तिमीहरूलाई बोलाउनेबाट त्यो फकाउने फुस्लाउने काम भएको हो नि, प्रभुबाट त यस्तो आउँदै आउँदैन, त्यो त प्रभुबाट आएको हुँदै होइन खास। तर त्यो चाहिँ याद गर्नुपर्छ हामीले, किनभने पावलले यस्तो वार्निङ दिन्छ यहाँ, केले अर्काको याद गर्नु है, किनभने त्यो प्रभुबाट होइन, तर त्यसले के गर्छ भने थोरै खमिरले सबै ढिकालाई खमिरा बनाइदिन्छ। मलाई थाहा छैन केले तपाईँहरूको चाहिँ दौडलाई कमजोर बनाउँदैछ, तर हामीले के याद गर्नु पर्यो भने त्यो जसले तपाईँको विश्वासको यात्रालाई कमजोर बनाउँदैछ नि, त्यसले मण्डलीको रफ्तारलाई पनि कमजोर बनाउन सक्छ भनेको। किन त्यसमा तपाईँले डिलिङ गर्नु भएन भने, तपाईँको विश्वासलाई कमजोर बनाउने कुरालाई तपाईँले पर्सनली डिल गर्न सक्नु भएन भने त्यो त यहाँ आउँछ फेरि। यो त बिगर फ्यामिली भयो, यो त ठुलो परिवार भयो। जब त्यो कुरो यहाँ घुस्छ नि, पावलले के भन्छ, थोरै खमिरले चाहिँ पिरोलाई ठुलो बनाइदिनु हो नि त, थोरै खमिरले जम्मै ढिक्कालाई फुलाइदिन्छ। खमिरलाई चाहिँ बाइबलमा 2वटा कुरोसँग तुलना गरेको छ। नम्बर 1 पापसँग, नम्बर 2 चाहिँ झुटो शिक्षासँग। तपाईँको जीवनमा भएको कुनै पनि पापहरूलाई व्यक्तिगत रूपमा तपाईँले पश्चाताप गर्नुभयो भने त्यो यहाँ आउँछ क्या। यो त परिवार हो। हेर्नुहोस् प्रियहरू, त्यो तपाईँको पाप हो भनेर भन्नै मिल्दैन यहाँ आएपछि। किन त्यो पापले अथवा त्यो शिक्षा जो यहाँबाट प्रचार गरिएको छैन, त्यो कुनै एकदमै अर्कै सुन्ने शिक्षामा तपाईँ धेरै लिप्त हुनुहुन्छ भने त्यो यहाँ आउँछ फेरि। त्यो यहाँ आएपछि तपाईँको शिक्षा हुँदैन, तपाईँ त अरूसँग बातचित गर्नुहुन्छ, तपाईँको पापको कर्मबाट जन्मेको अनुभव अरूलाई बाँड्नुहुन्छ फेरि। उदाहरणको लागि तपाईँ आउनुभयो, तपाईँको आँखा पाकेको छ, कसैको आँखा पाकेको माग्नु ल, तपाईँको आँखा पाकेको छ भने तपाईँले त्यो औषधि गरेर म यो हप्ता जानु हुँदैन चर्चमा किनभने मेरो आँखा पाकेको छ, यो त सर्छ फेरि भन्ने सोचेर घरमा बस्नु भएन भने तपाईँ आउनुभयो भने के हुन्छ, सबैको आँखा पाक्छ। सानो खमिरले जम्मै ढिक्कालाई फुलाइदिन्छ प्रियहरू।
पावलको अर्थ चाहिँ यदि तपाईँ र हामीले त्यो कुराहरूलाई चाहे त्यो पाप होस् चाहे त्यो कुनै पनि झुटो शिक्षासँग हामी आबद्ध भएको कुरालाई हामीले डिल गरेनौँ, त्यसलाई हामीले प्रभुसँग क्षमा मागेनौँ भने त्यसले हाम्रो जमातलाई यो परमेश्वरको बिगर बडी छ, संसारभरिको चर्चलाई उहाँले एउटा चर्च ग्रुप हेर्नुहुन्छ, तर ड्रिम चर्च पनि एउटा परिवार हो। आमेन। यो ढिक्कालाई चाहिँ फेरि त्यसले फुलाइदिन्छ। त्यसैले आज मैले यहाँ के लेखेको छु भन्दाखेरि कुन चाहिँ पाप अथवा झुटो शिक्षा तपाईँको तपाईँको छ भनेको तर छ भने डिल गर्नुहोस्। एकदमै सजिलोसँग बुझाइन्छ यसलाई म। तपाईँलाई यो घरभित्र अथवा यो चर्चभित्र कसैलाई अलिअलि देख्ने बित्तिकै रिस उठ्छ भने गएर मिलिहाल्नुहोस् भनेको। त्यो अहिले सानो देख्ला प्रियहरू, तर त्यसले जम्मै ढिक्कालाई फुलाइदिन्छ। अहिले अलिकति मात्र रिस उठेको, तपाईँलाई त्यो रिस उठेको कुरा तपाईँले अरूलाई भन्नुहुन्छ, त्यसपछि फेरि अरूलाई भन्नुहुन्छ, अरूले पनि देख्छ फेरि यो त दुईजना रिसाइरहेको छ है, कहिले पनि बोल्दैन, झमिसिनु गर्दैन। त्यो अहिले तपाईँलाई सानो लागे तापनि त्यो अहिले तपाईँले डिल गर्नु भएन भने त्यसले परिवारलाई, त्यो मेरो समस्या भन्ने मिल्दैन प्रिय, यहाँ आएपछि हाम्रो समस्या भयो, अब परिवारको समस्या भयो, हामी डिल गर्छौँ यदि गर्नु भएन भने। किन हामीलाई त ढिक्क बचाउनु छ। मैले अगुवा पनि झुन्डलाई त ढिक्क बचाउनु परेकोले गर्दाखेरि मैले अघि नै एकचोटि दोहोऱ्याउँछु, कसैसँग रिस उठ्छ हेर्ने बित्तिकै, देख्ने बित्तिकै, बोल्ने बित्तिकै रिस उठ्छ, मन दुख्छ, बोल्नै मन लाग्दैन भने डिल गरिहाल्नुहोस्। गलातीको मण्डलीमा त्यो समस्या भएकोले गर्दाखेरि पावलले यो पत्र लेख्नु परेको। 10 पद, म प्रभुमा भरोसा राख्दछु, तिमीहरूमा होइन भनेको पावलले गलातीमा, म तिमीहरूमा चाहिँ भरोसा दिँदैन अहिले, किनभने म परमेश्वरमा भरोसा राख्दछु कि तिमीहरूले मेरो बाहेक अर्को विचार अपनाउने छैन भनेको। अनुग्रहको सुसमाचार जुन तिमीले पायो, अब तिमीहरूले चाहिँ अब अरूको विषयमा विचार, अरू विचार होइन कि त्यही कुरा मात्र विचार गर्छ भने म परमेश्वरमा भरोसा राख्छु। यसो म निरन्तर प्रार्थना गर्छु तिमीहरूको लागि, ताकि तिमीहरू परमेश्वरको बाटोमा हिँड्न सकेको होस्। तिमीलाई पिरोल्ने जोसुकै भए तापनि त्यसले दण्ड भोग्नेछ। एक दिन त्यो मान्छे जस्तै तिमीलाई चाहिँ खतरनाक गर्नै पर्छ भन्यो भने त्यो मान्छे एक दिन प्रभुबाट उभिन्छ खास। त्यसमा मेरो चासो छैन, तर तिमीहरू भनेको जो तिमीहरू बहकिन्छौ तिमीहरूप्रति मेरो चासो भएकोले गर्दाखेरि मेरो विश्वास छ कि परमेश्वरले तिमीलाई त्यता जानबाट जोगाउँछ भनेको। 11 पद, तर भाइ हो यदि म अझै खतरनाकको प्रचार गर्दछु भने म माथि यी सब सतावट किन आएको? त्यसो हो भने क्रुसबाट आउने बाध गएको छ। र यसो अर्को भाषामा सजिलोसँग के भन्यो भन्दाखेरि मैले चाहिँ व्यवस्थाको विषयमा बोलेको भए मलाई सतावट नै आउँथेन खास। सबैले वाह भन्थ्यो मलाई, you're doing good, hallelujah, God is happy with you because you're playing so good, तिमीले खतरा बजाएको छौ। त्यस्तो व्यवस्था उसको कर्मको बारेमा हामीले चर्चा गरेर मैले त वाह स्याबास भन्नुपर्ने। तर सुसमाचार प्रचार गर्दाखेरि के हुन्छ भन्दाखेरि सुसमाचार प्रचारमा त वाह हुँदैन खास के, यु आर अ सिनर, तिमी पापी हो भन्नुपर्छ। हो के भन्नुहोस् त, सुसमाचारले चाहिँ उनीहरूलाई अपमानित बनाउँछ भनेको त्यो खास। सुसमाचार सुनाउँदाखेरि यदि सुसमाचार सुनाउँदाखेरि ऊ चाहिँ तिमी पापी हो त्यसैले तिमीलाई ख्रिस्ट चाहिन्छ भन्ने सम्मको सुनाएको छैन भने त्यो सुसमाचार सुनाएको हुँदैन भने खास। किन सुसमाचारको मेन कम्पोनेन्ट भनेको चाहिँ तिमी खराब छौ, तिम्रो कुनै पनि कामले तिमी सुताउन सक्दैनौ। अब तिम्रो आफ्नो कर्मले तिमी बचाउन सक्दैनौ, तिमीलाई ख्रिस्ट चाहिन्छ, त्यो चाहिँ सुसमाचार हो। त्यो भन्दाखेरि त सतावट त आउने नै भयो खास। कसैलाई पनि तिमी पापी भन्दाखेरि हो र म त पापी पो हो र, आजदेखि पापी भयो म भन्छ भन्नुहोस् त, न, सबैलाई रिसै उठ्छ। त्यसैले जबसम्म मानिसहरूले आफू पापी भएको हो र मुक्तिदाताको खाँचो भएको महसुस गर्दैनन् तबसम्म सुसमाचार उनीहरूको लागि अपमानको सन्देश हुन्छ। तबसम्म हामीले जसरी भने पनि जबसम्म त्यो सुनाइराखेको मान्छेलाई म पापी हो भन्ने महसुस गर्दैन नि तबसम्म त्यो सन्देशले उसलाई अपमान गर्छ। So gospel is actually a bad news for them until they realize a savior. पावल त्यही भएर चाहिँ धेरै सताउनु परेको। अनि पावलले फेरि रिसाउँछ त्यो व्यक्तिहरूसँग। मैले यो भन्नै पर्छ, म बाइबल शिक्षक हो, त्यहाँ लेखेको कुरा भन्दैछु आज म। पावल रिसाएर यसरी भन्छ कि 12 पद हेर्नुहोस् त, तिमीहरूलाई विचलित पार्नेहरूले त बरु आफ्नो खतना मात्र होइन अङ्ग नै काटे पनि हुन्छ, ताकि त्यस्तो सिकाउने मान्छे नजन्मोस् भनेर। अनि मैले यो पढ्दाखेरि मेरो मनमा के कति आफ्नो बगालको चासो दिने अगुवाको रूपमा हेरेँ मैले खास के। हेर्नु चाहिँ चर्चमा हामी के गर्छौँ भन्दाखेरि हामीले सही शिक्षा सिकाउँछौँ, तर चर्चको पास्टरको अर्को एउटा काम के पनि हो भन्दाखेरि खराब शिक्षाबाट बचाउनु पनि पर्छ खास। कहिले कहिले यस्तो शब्द पनि बोल्नु पनि हुनसक्छ खास के, जुन चर्चमा बोल्दाखेरि अलिकति खासै मान्छेले
राम्रोसँग नसुन्नु पनि सक्छ। तर तपाईँ हामी मण्डली परिवार ड्रिम चर्चमा हामी धेरै सचेत छौँ कि तपाईँ हामी कहिले कम्युनिटीमा कुराकानी गर्छौँ, यो परिवार कस्तो गर्दैछ, त्यो परिवार कस्तो गर्दैछ, यो भाइ कस्तो गर्दैछ, त्यो भाइ कस्तो गर्दैछ। हामी तपाईँको बारेमा कुराकानी गर्छौँ किनभने हामीलाई तपाईँको आत्मिक जीवनको चासो छ। मैले कहिले तपाईँलाई सोध्ने प्रश्न भनेको तपाईँले कसको वचन सुन्नुहुन्छ युट्युबमा सोध्छु मैले, किन भन्नुहोस् त? अलिकति विभिन्न प्रकारको वचन छ नि त खास। बिकज आई निड टु प्रोटेक्ट। हामी अगुवाले तपाईँलाई सुरक्षा दिनु आवश्यक छ। नम्बर 13 पद, भाइ हो तिमीहरू त स्वतन्त्रताको निम्ति बोलाएको हौ, केवल यस स्वतन्त्रताको पापमय स्वभावको निम्ति प्रयोग नगर भनेको। अब त्यस लाइसेन्सको रूपमा प्रयोग नगर भनेको, तर प्रेममा तिमीहरू एकअर्काको सेवक बन, बरु सेवा गर भनेको। बरु सेवा गर, किनभने समस्त व्यवस्था एउटै वचनमा पुरा भएको छ, तैँले आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम, बरु अरू कुनै कुरा गर्नुभन्दा तिमी आफू बरु प्रेम गर भनेको, अरूको सेवा गर भनेको। 15 पद, तर तिमीहरू एउटाले अर्कालाई टोक्ने र निल्ने गर्छौ भने त होसियार गर, तिमीहरू एक अर्काबाटै खत्तम हुन नपरोस्। ड्रिम चर्चमा त्यस्तो नहोस्। एउटालाई अर्कालाई टोक्ने, त्यसले उसलाई टोक्ने, त्यस्तो नहोस्। किनभने गलातीको मण्डलीमा त्यो भइराखेको थियो। अनुग्रहको सुसमाचार विश्वास गर्ने मान्छेहरूलाई चाहिँ अब व्यवस्था पनि मान्नुपर्छ भनेर टोक्दै थियो घाँस, अनि विभाजन आयो त्यहाँ। अनि पावलले के भन्दैछ भन्दाखेरि चाहिँ तिमीहरू एउटालाई टोक्ने र निल्ने गर्यो भने तिमीहरू आफै सिद्धिन्छौ। प्रभुले वृद्धि ल्याउँदै हुनुहुन्छ यो मण्डलीमा, आमेन। अब त्यो टोक्ने निल्ने हुँदैन भनेर भन्न सक्दैन है त। त्यो मैले अघि नै मैले के भन्नु चाहिँ, यदि कसैले देख्ने बित्तिकै रिस उठ्छ भने गएर किन हो म त देख्ने रिस उठ्छ, के भएको त भन्नु। आज म त के गरे हो, तपाईँले के गर्नुभएको छ सोध्नुहोस् खास। डिल त्यो त राम्रो भएन, देख्ने बित्तिकै रिस त राम्रो भएन नि त। कसरी वर्षी भन्नु त? यस्तो यस्तो वर्षी पनि बाधो हुने भयो। वचन सुनिरहेछ, यस्तो त उठाएको थियो, वचन कहाँ गयो? टोक्ने र निल्ने हामी गऱ्यौँ भने हामी सकिन्छौँ प्रियहरू। प्रभुले हामीलाई सक्नको लागि होइन, बढ्नको लागि बोलाउनु भएको। हामी भन्नुहोस् त। नम्बर 2 दोस्रो बुदामा, नम्बर 1 चाहिँ तपाईँ र हामीलाई ख्रिस्टले स्वतन्त्र पार्नु भएको छ भने। नम्बर 2 चाहिँ अब त्यसैले तपाईँ र हामी पवित्र आत्माको शक्तिमा हामी जियौँ भनेको। लेट अस वक इन द पावर अफ द स्पिरिट। अब तपाईँ र हामी परमेश्वरको पवित्र आत्माको शक्तिमा हामी जिउनु महत्त्वपूर्ण कुरो छ। 16, 17, 18 पढेँ मैले। 16 तर म भन्दछु पवित्र आत्माद्वारा हिँड र पापमय स्वभावका लालसा पुरा नगर। यसलाई अर्को भाषामा भन्यो भने चाहिँ आत्माद्वारा हिँड ताकि तिमीहरूको शरीरको इच्छा पुरा गर्ने छैनौ भनेको। आत्माद्वारा हिँड्ने कुरामा तिमीहरू व्यस्त भयो भने शरीरबाट आएको इच्छाहरू पुरा गर्ने तिमीसँग समय नै हुँदैन भनेको सजिलो भाषामा। आत्माद्वारा हिँडेन भने तिमीसँग समय हुने भयो, नहिँडिकन बसिरह्यो भने त समय हुने भयो। तर आत्माद्वारा हिँडिराख्यो भने के काम गरिराख्यो भने, चाहे त्यो बाइबल पढ्ने होस्, चाहे त्यो प्रार्थना गर्ने होस्, चाहे त्यो सङ्गीतमा जाने होस्, चाहे त्यो कुनै पनि कुरा गर्ने होस्, गरिराख्यो भने तिम्रो चाहिँ शरीरमा रोक्नको लागि अरू कुनै पनि कुरा आउँदैन। तपाईँले कतिजनाले खोला तर्नुभयो थाहा छ मलाई। खोला तर्दाखेरि तपाईँ जङ्गल तर्दाखेरि अलिकति गहिरोमा गएर अड्किनु भयो भने ढलाउने डर हुन्छ। किन्नुहोस् त, त्यो पानीसँगै हिँड्यो भने उसले ढलाउने त्यो चान्सेस एकदम कम हुन्छ। तपाईँले हामी आत्मिक कुराहरू सोच्यो भने पापमय स्वभाव पुरा गर्ने तिमीसँग समय नै हुँदैन। त्यसैले 17 पदमा के भन्छ, किनकि पापमय स्वभावका लालसा पवित्र आत्माको विरुद्ध हुन्छन्। शरीरबाट जन्मेकी इच्छाहरू चाहिँ पवित्र आत्माको विरुद्ध हुन्छन्। अनि तिमी जे गर्न चाहन्छौ त्यसबाट तिमीहरूलाई रोक्नका निम्ति यी चाहिँ एक अर्काको विरुद्धमा हुन्छ। यसलाई सजिलो भाषामा चाहिँ तपाईँ हाम्रो मनमा जन्मेको कुराहरू आत्मासँग मिल्दैन, आत्माबाट आएको कुराले मिल्दैन। जहिले पनि आन्तरिक द्वन्द्व। पावलले पनि भन्छ कि मैले गर्न खोजेको कुरो गर्न सक्दिनँ, गर्न नखोजेको कुरो गरी पठाउँछु। त्यो चाहिँ आन्तरिक द्वन्द्व। त्यसैले चाहिँ 18 पदमा भन्छ पावलले, यदि पवित्र आत्माद्वारा डोर्याएको हौ भने त तिमीहरू व्यवस्थाको अधीनमा छैनौ। त्यसैले अब पवित्र आत्माद्वारा डोर्याएको कसरी थाहा पाउने त? कसरी थाहा पाउने भनेदेखि पवित्र आत्माद्वारा डोर्याएको चाहिँ पावलले त्यसपछि अब 2वटा एकदमै मुख्य कुरो गर्छ यहाँ। पहिलो चाहिँ पापको स्वभावहरूको चित्रण गर्छ, अर्को चाहिँ पवित्र आत्माको फलको चित्रण गर्छ। अब जो चाहिँ यो पापको स्वभावमा चल्दैन त्यो चाहिँ पवित्र आत्माद्वारा चाहिँ चलाइएको हुन्छ। पावलले बुझाउनको लागि मैले 19, 20, 21 पद पढेँ। त्यहाँ के लेखेको छ त पापको स्वभावहरूको त्यहाँ चित्रण गरेको छ। अनि मैले पढ्दै गर्दाखेरि तपाईँको मनमा के लिनुहोस् भन्दाखेरि यो पाप स्वभावहरूमा नचल्ने मान्छेहरू चाहिँ आत्माद्वारा जन्मेको हो भनेर चाहिँ पावलले
यहाँ भन्दैछ 19 पद पढेँ मैले, पापमय स्वभावका कामहरू प्रत्यक्ष छन् भनेको देखिरहेको छु नि तिमीले। त्यसमा के भन्दाखेरि जो यिनै हुन् व्यभिचार, अपवित्रता, लम्पटपना, मूर्ति पूजा, मन्त्रतन्त्र, दुश्मनी, झैझगडा, ईर्ष्या, क्रोध, स्वार्थीपना, फुट, गुटबन्दी, डाहा, पियकडपन, अश्लील मोजमजा र यस्तै अरू जसका विषयमा म तिमीलाई चेतावनी दिन्छु र अघि पनि दिएको हुँ, जसले यस्ता कामहरू गर्दछन् परमेश्वरको राज्यको हकदार बन्ने छैन। मलाई सुन्छ यो 15वटा पापको स्वभावहरू पावलले यहाँ लेख्छ। अनि यो पापको स्वभावमा लिप्त हुनेहरू, यो पापको स्वभाव अनुसार चल्ने मान्छेहरू चाहिँ आत्माद्वारा जन्मेको होइन भनेर बुझाउनको लागि पावलले यो कुरो भन्दैछ। म यसलाई एकदमै छोटकरीमा तपाईँहरूको पढिदिन सुन्छ मलाई। व्यभिचार भनेको के भन्दाखेरि व्यभिचार भनेको विवाह बाहिरको यौन सम्बन्ध, विवाह पूर्वको पनि यौन सम्बन्धलाई व्यभिचार भन्छ। प्री म्यारिटल सेक्स इज सिन। विवाहभन्दा पहिला कोही व्यक्ति यौन सम्बन्धमा सम्मिलित छ भने द्याट्स अ सिन। अपवित्रता भनेको अशुद्ध सोच, इच्छा वा काम जसले परमेश्वरलाई अपमान गर्छ। लम्पटपना, लाज नमानी पापमय सुखमा डुबेर बाँच्ने जीवन, लाज नमानी। मूर्ति पूजा भनेको चाहिँ परमेश्वरको सट्टा अरू कुरालाई अथवा मूर्ति, पैसा, शक्तिलाई प्राथमिकता दिनु। मन्त्रतन्त्र भनेको चाहिँ जादु, टुनमुना वा परमेश्वर बाहेक अरू आत्मिक शक्तिमा भर पर्नु। दुश्मनी भनेको चाहिँ अरू मानिसहरूप्रति घृणा वा बैर राख्नु। झैझगडा भनेको चाहिँ सधैँ विवाद, झगडा र कलह गर्ने। ईर्ष्या भनेको अरूको राम्रो कुरा देखेर मन दुखाउने। हेर्नुहोस् त, अरूको राम्रो भएर उसलाई मन दुखिरहेको छ कि यसो कसो राम्रो हो त, उसलाई पनि अलिकति राम्रो लाग्नु पर्ने, झन् मन दुख्ने उसलाई चाहिँ कि त्यो ईर्ष्या डाहा भयो। क्रोध, छिटो रिसाउनु वा अनियन्त्रित रिस देखाउनु। स्वार्थीपना भनेको आफ्नो फाइदा मात्रै सोच्नु, अरूको भलाइ नहेर्नु। फुट भनेको चाहिँ समूह वा मण्डलीमा झगडा र विभाजन ल्याउनु। गुटबन्दी भनेको चाहिँ आफ्नो छुट्टै समूह बनाएर अरूलाई अलग गर्नु। यो पनि डेन्जर है त, आफ्नो छुट्टै समूह बनाएर अरूलाई अलग गर्नु। डाहा भनेको चाहिँ अरूको सफलता देखेर मन जल्नु। अघि चाहिँ मन दुख्यो, अहिले यो जल्यो। पियकडा भनेको चाहिँ अत्याधिक मदिरा पिएर होसै गुमाउनु। नम्बर 15 चाहिँ अश्लील मोज मजा भनेको चाहिँ अनैतिक पार्टी वा पापपूर्ण रमाइलोमा लिप्त हुनु। पावलले यो 15वटा स्वभावहरूको बारेमा चर्चा गर्दै गर्दाखेरि चाहिँ यो चाहिँ आत्माद्वारा जन्मेको होइन। तर मलाई सुन्नुहोस् है, पावलले यो लेख्दै गर्दाखेरि चाहिँ अख्रिस्टियनहरू मनमा थियो, प्रभुले विश्वास गर्ने मान्छेले यस्तो गर्दैन भनेर चाहिँ मनमा थियो खास। दिज आर अनबिलिभर्स। तर मैले के लेखेको सुन्नुहोस् मलाई, तैपनि अथवा तथापि म यो पनि विश्वास गर्छु कि सच्चा क्रिस्चियनहरूले पनि यी पापहरू गर्न सक्छन्। ख्रिस्टलाई विश्वास गर्ने मानिसहरूले पनि यो पापहरू गर्न सक्छ। फरक के हुन्छ भन्दाखेरि त्यो पापमा गरिसकेपछि, परिसकेपछि तपाईँलाई त्यो फर्कने मन, यो पापमा तपाईँ लागेर मैले पश्चाताप गर्नुपर्छ भन्ने मन कहिले पनि आएन भने तपाईँले आफ्नो उद्धार अनि मुक्तिमा शङ्का गर्न थाल्नु पर्यो। Am I really saved? किन पाप गरिसकेपछि तपाईँ र हामीले गर्नुपर्ने पश्चाताप हो। यो कुरामा जहिले नै लाग्ने तर कहिले पनि पश्चाताप गर्ने मन पनि आउँदैन, पश्चाताप गर्नुपर्छ जस्तो पनि लाग्दैन र त्यो मन कहिले पनि आउँदैन भने सायद तपाईँको विश्वास केवल तपाईँको गोरु निको भएर गरेको मात्रै विश्वास हो खास के, उद्धारकर्ता भनेर होइन। तपाईँको आमा बिरामी विषय भएर मात्र गरेको विश्वास भयो, उद्धारकर्ता भएर होइन। तपाईँको बाउ विषयको, तपाईँको छोरी विषय भएर गरेको मात्र विश्वास भयो, येशू ख्रीष्ट उद्धारकर्ता भनेर गरेको विश्वास भएन खास। You don't really know who Jesus is. He is Savior. तपाईँलाई प्रेम गर्ने प्रभु हुनुहुन्छ। आमेन। तपाईँलाई त्यो पाप कर्मबाट बाहिर निकालेर ल्याउन सक्ने र चाहने प्रभु हुनुहुन्छ। तर हाम्रो विश्वासहरू केवल चङ्गाइमा मात्रै, हाम्रो विश्वासहरू केवल जुटाउने कुरामा मात्रै, हाम्रो विश्वासहरू केवल समृद्धिमा मात्रै सीमित भयो भने यो बुझ्दैनौँ प्रिय हामीले। He loves you। र यो कुराबाट तपाईँलाई निकाल्न चाहन्छ। त्यसैले पावलले अन्तिममा 22 र 23 पदमा पावलले यस्तो मिठोसँग भनेको छ कि तर तिमीहरू चाहिँ ख्रिस्टलाई विश्वास गर्ने मान्छेहरूको चाहिँ जीवन यस्तो हुनुपर्छ। त्यो के भन्दाखेरि तर पवित्र आत्माको फल चाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम हुन्। यस्ता कुराहरूका विरुद्धमा कुनै व्यवस्था छैन। यस्तो तिम्रो जीवनमा छ भने गर भनेको, यसमा नियमै छैन खास। प्रेम हेर्नुहोस् त, प्रेम भनेको अरूलाई निस्वार्थ रूपमा माया गर्नु।
आनन्द भनेको जस्तो परिस्थितिमा भए तापनि परमेश्वरमा खुसी रहनु, शान्ति भनेको हृदयमा परमेश्वरको सान्तवना र शान्त अनुभव गर्नु, धैर्य भनेको कठिन परिस्थिति र मानिससँग सहनशील भएर बस्नु, दया भनेको अरूप्रति करुणा र दयालु व्यवहार देखाउनु, भलाइ भनेको सधैँ राम्रो काम गर्न अरूको भलाइ चाहनु, विश्वस्तता भनेको विश्वास योग्य र इमान्दार भएर बाँच्नु, नम्रता भनेको चाहिँ अहङ्कार नगरी नम्र र कोमल स्वभाव देखाउनु, संयम भनेको चाहिँ आफ्नो इच्छा रिस र व्यवहारलाई नियन्त्रणमा राख्नु। अब म जल्न सक्दै गर्दाखेरि अन्तिममा म यो कुरा भन्न चाहन्छु, फेरि यो चाहिँ जो आत्माको फल छ नि, पावलले एकदमै सजिलोसँग गलातीको मण्डलीलाई के भनेको भन्दाखेरि तिमीहरूको जीवनमा पाप त्यो व्यवस्थामा लाग्यो भने त्यो अघिको कुरा आउनै छ, तर तिमी ख्रिस्टलाई पवित्र आत्मा र स्वच्छलित जीवन भयो भने चाहिँ आत्माको फलहरू तिम्रो जीवनमा आउनेछ। त्यसरी बुझाउन सक्दै गर्दाखेरि म के भन्न चाहन्छु यो चुनौती सहित भन्दाखेरि यी आत्माको फलहरू त्यसै आउँदैन प्रियहरू, रातारात पनि फल्दैन। जस्तो यो रुख हेर्नुहोस् त, यो रातारात फलेको बोट हो। यो तपाईँको बारीमा रातारात धान फल्छ भन्नुहोस् त, रातारात फल्नु। तपाईँ र हामीले आत्माको फलहरू चाहन्छौँ भने तपाईँ र हामीले चाहिँ समय निकाल्नु आवश्यकता छ। यो फलहरू फलाउनको लागि जसरी एउटा बिरुवा रोप्दाखेरि तपाईँले सुरुमा गोडमेल गर्नुहुन्छ, त्यसपछि पानी हाल्नुहुन्छ, ढुङ्गा फाल्नुहुन्छ, फेरि गोड्नुहुन्छ, फेरि के गर्नुहुन्छ, फेरि के अन्तिममा मात्र तपाईँ जो रोपेपछि बल्ल फेरि रोपेपछि फेरि तपाईँको चाहिँ हेर्नु पऱ्यो, गएर पानी हाल्नु पऱ्यो, फेरि हेर्नु पऱ्यो, हरेक दिन वास्ता गर्नु पऱ्यो। त्यही नै कुरा हाम्रो आत्मिक जीवनमा लागु हुन्छ प्रियहरू। शनिबार एक दिन चर्च आएर म ग्यारेन्टी भनिदिन्छु तपाईँ आत्मिक वृद्धि हुँदै हुँदैन, ग्यारेन्टी लेखेर राख्नुहोस्। शनिबारको आराधना र वचन मात्रै सुनेर तपाईँले चाहेको जस्तो आत्मिक वृद्धि हुँदै हुँदैन। तपाईँको आफ्नो समयमा व्यक्तिगत आराधना, व्यक्तिगत बाइबल अध्ययनको जीवनले तपाईँ हामीलाई बलियो बनाउँछ। आमेन। त्यसो अन्तमा यो फल फलाउने कुरामा तपाईँ र हामीले हाम्रो जीवनलाई निरन्तर रूपमा लगनशील भएर हामीले काम गर्नु आवश्यकता छ। किनभने यो फल तपाईँको होइन कि उहाँको फल हो। इट्स नट योर फ्रुट, इट्स हिज फ्रुट। जुन फल तपाईँको जीवनमा फल्छ नि, त्यो फल तपाईँले देखाउनु, त्यो फल चाहिँ तपाईँको होइन, पवित्र आत्माको फलहरू। इट्स नट योर्स। तपाईँ सहनशील भएको चाहिँ तपाईँको फल होइन, गाँच प्रभुको स्वभाव तपाईँमा आएको। आमेन। तपाईँ धीरजी भएको तपाईँको फल होइन, प्रभुको स्वभाव तपाईँमा आएको। तपाईँ नम्र भएको तपाईँले कोसिस गरेर होइन, तपाईँ प्रभुसँग नजिक भएर उहाँको नम्रता तपाईँमा आएको आकाश हो। म नम्र हुन्छु, म नम्र हुन्छु। कुन किताब छ नम्र हुनु पर्ने? यो किताब पढ, त्यो किताब पढ, कहाँ खन्नुपर्छ नम्र हुनुलाई? तपाईँ जति नै गर्नुहोस्, तर प्रभुसँग त्यसैले प्रभुले कम टु मी, ममा आऊ। तिमी आफ्नो तरिकाले नम्र हुन, तिमी के गरेर तिमी थाकेको छौ, कम टु मी, ममा आऊ र म तिमीलाई विश्राम दिने छु। आमेन। 24-25 छिटो पढेँ मैले। तर तिमीहरू जो ख्रिस्ट येशूका हुन्, तिनीहरूको पापमा स्वभावले त्यसको वासना र लालसा सहित क्रुसमा टाँगिदिएको छ। यसको मतलब कुनै पनि पापले हामीले अब दबाउन सक्दैनौँ भनेको, सबै पापहरू क्रुसमा टाँगिएको छ। 25-26 हामी पवित्र आत्माद्वारा जिउँछौँ भने आत्माको अनुसार हिँडौँ। यसको मतलब के भने हामी आत्माद्वारा जिउँछौँ भने आत्माको डाइरेक्सन हुन्छ नि त भनेको के। तिमी आत्माद्वारा जिउँछौ भन्ने, आत्माले भनेको चाहिँ नमान्ने भनेको त्यसो अर्को भाषामा। आत्माद्वारा जिउँछौँ भने आत्माकै अनुसार हिँडौँ। र 26मा फेरि पावलले सम्झाउँछ, हामी अहङ्कार नहौँ, एउटाले अर्कोलाई रिस नउठाउँ र एउटा अर्कोलाई ईर्ष्या नगरौँ। मैले फेरि किन दोहोऱ्याएको भनेर अध्ययन गरेको, यो चाहिँ म्याक्सिमम मान्छे हुने कुरा भएर दोहोऱ्याएको रहेको छु। त्यत्रो 15 लिस्ट लेखेर नि फेरि दोहोऱ्याएको छ, ईर्ष्या नगर्नु भनेर, रिस नगर्नु। यो चाहिँ धेरै हामी प्रायः सबैमा दोहोरिने, सबैमा भोक लिँदाखेरि पावलले दोहोऱ्याएको भनेर लेखेको छ एउटा चाहिँ बाइबल कमेन्ट्रीमा। हामी यो वचनलाई सक्दै गर्दाखेरि दुईवटा टेकअवेज आज के छ भन्दाखेरि चाहिँ आफ्नो जीवनमा थाहा भएको पापमय स्वभावका कामहरूबाट तुरुन्त फर्कनुहोस्। आज कुनै थाहा छ भने, र अर्को चाहिँ सजिलै परीक्षामा नपर्नको लागि आफ्नो मन र जीवनशैलीलाई परमेश्वरको कुराहरूमा व्यस्त बनाउनुहोस्। गर्नेछौँ र यतिखेर म